यस कार्यक्रमका अध्यक्ष रामेश्वर श्रेष्ठज्यू र आजका प्रमुख अतिथिज्यू र मञ्चासीन विशिष्ट व्यक्तित्वहरू, सर्वप्रथममा आज प्रकाशित भएका यी कृतिहरूका लेखक सबैलाई हार्दिक बधाई दिन्छु। र मलाई यी तीनटा किताबहरू छन् राजेन्द्र श्रेष्ठजीका। ती तीनटा किताबमा चाहिँ बोल्न भनेर मलाई पहिले किताब उपलब्ध गराउनु भएको थियो। अरू तीनटा किताब चाहिँ मैले आज मात्रै पाएँ। त्यसो भएको हुनाले म यिनै तीनटा किताबमा मात्रै केन्द्रित भएर बोल्छु। र सल्लाह सुझाव त मलाई केही पनि दिनु छैन, किनभने यति भव्य कार्यक्रम गर्नुभएको छ यहाँहरूले। यो यति धेरै भव्य कार्यक्रम गर्दाखेरि, यति धेरै मानिसहरू भेला भएर कार्यक्रम गर्दाखेरि केही कुराहरू तलमाथि हुन्छन्, त्यो स्वाभाविकै हो। र यसलाई चाहिँ हामीले सुधार गर्दै जानुपर्ने हुन्छ। र अरू धेरै कुराहरू नगरिकन म आजका यी तीन कृतिमा केन्द्रित भएर केही कुराहरू भन्छु। र वास्तवमा आज यो कार्तिक 15 गते शनिबार हरिबोधिनी एकादशीको यो पवित्र दिन छ। यस्तो पवित्र दिनमा भगवान विष्णु चाहिँ जाग्ने भन्ने कुरा छ। त्यसको धेरै कथा छ, अहिले पनि यहाँ कथा सुनाउन्न तपाईँहरूलाई। त्यहाँ आज चाहिँ यो कवि लेखकहरू जाग्ने बेला भएको छ भन्ने एउटा चाहिँ साङ्केतिक अर्थ आएको छ। हामीले चाहिँ समृद्धिका विकासका जति कुरा गरे पनि अब चाहिँ कुरा होइन, काम गरेर देखाउनु पर्ने बेला आएको छ। जनप्रतिनिधिहरू पनि यहाँ हुनुहुन्छ, असाध्यै खुसी लाग्यो मलाई। किन भन्दा यो कतिपय ठाउँमा चाहिँ जनप्रतिनिधिहरूले त्यति चासो राखेको देखिन्न साहित्यिक कार्यक्रमहरूमा आउने हिँडिहाल्ने। आज चाहिँ मलाई एकदमै खुसी यो मानेमा लागेको छ कि अब चाहिँ यो क्षेत्रबाट यो आज यो साहित्यको माध्यमबाट चाहिँ सबै जाग्ने, देशभरि नै जागरण आउनेछ भन्ने मलाई चाहिँ लागेको छ। यस मानेमा पनि यो साहित्यिक संस्था तरेली साहित्यिक प्रतिष्ठानलाई म हार्दिक बधाई दिन्छु। राजेन्द्र श्रेष्ठजीका तीन कृतिहरू छन् सम्झना, बिर्सना, पदचिन्ह र सूर्यास्तको एक साँझ। र यो कविता लेख्ने भन्ने कुरा चाहिँ चान्चुने कुरा होइन। अपारे काव्य संसारे कविरेक प्रजापति यथास्मै रोचते विश्वम तथेदम परिवर्तते। यो काव्यरूपी संसारलाई कवि यस्तो ब्रह्माजी यो सृष्टिकर्ता हो, जस्तो चाहे त्यस्तै बनाइदिन सक्छ भन्ने कुरा छ। र त्यसो भएको हुनाले कविता भनेको चान्चुने सामान्य मैले हिँड्दा हिँड्दै लेखेँ, आउँदा आउँदै लेखेँ भनेर कति कविहरूले भन्नुहुन्छ, त्यसरी लेख्नेको चिज पनि होइन। एकदमै यसको लागि चाहिँ प्रतिभा, विद्वत्ति र अभ्यास चाहिन्छ। र उहाँका कविताको बारेमा कुरा गर्दाखेरि उहाँले सबै कुराहरू त्यहाँ भन्नुभएको छ, आफ्नो लेखाइमा भूमिकामा भन्नुभएको छ। यहाँहरूले त्यो पछि पढ्नुहुन्छ। उहाँले आत्मस्वीकृति अनुसार मैले यो लेख्दै भावनामा बहँदै जाँदाखेरि मैले यसरी लेखेको हो, मेरा कविता कस्ता छन्, म विद्यार्थी कालदेखि नै मैले लेख्थेँ भन्ने कुराहरू उहाँले गर्नुभएको छ। त्यसो भएको हुनाले उहाँको कवितालाई पाठकहरूले उहाँको भनाइअनुसार नै बुझ्नु हुनको लागि मैले हार्दिक अनुरोध गर्दछु। र अर्को कुरा, यो किताबमा तीनटै किताबमा मैले भूमिका लेखेको हुनाले यो कृतिको चाहिँ यो समीक्षा गर्ने, चिरफार गर्ने काम पनि मैले आज गर्दिनँ। उहाँलाई मात्रै बधाई दिने र शुभकामना दिने र यहाँका केही राम्रा कुराहरूलाई चाहिँ मैले उजागर गर्ने प्रयत्न गर्नेछु। र उहाँमा वास्तवमा सानैदेखि प्रतिभावान व्यक्ति हुनुहुन्छ। उहाँका कविताहरू पढ्दाखेरि र उहाँमा त्यो शास्त्र ज्ञान पनि कविता यस्तै हुनुपर्छ भनेर धेरै नभए पनि उहाँले केही कविताहरू, केही कृतिहरू पढेको पाइन्छ। र अभ्यास पनि निरन्तर उहाँले यो लेखनमा गरेको पाइन्छ। त्यसो भएको हुनाले उहाँको यो तीनटा सङ्ग्रह निस्कने अहिले अवसर मिलेको छ। एकैचोटि पहिलो पटकमै तीनटा कविता सङ्ग्रह लिएर आउनु भएको हुनाले उहाँले चाहिँ सामान्य आँट गरेको मानिन्न। यो आँटलाई उहाँले सधैँभरि अगाडि बढाउनु हुनेछ भन्ने मलाई लाग्छ। र यो कविताको बारेमा, तीनटा कृतिको बारेमा थोरै संक्षिप्तमा बोल्नु पर्दाखेरि मैले के हेरेको छु भन्दाखेरि उहाँका भाव पक्षलाई लिएर मैले बढी केन्द्रित भएर यहाँ बोल्न चाहेको छु। उहाँको कविताहरूमा उज्यालोको चाहना छ, मित्रताको प्रेम छ, देश प्रेम छ, परोपकारको भावना छ, प्रकृति पवित्र प्रेम, शान्तिको चाहना, परिवर्तनको चाहना, निराशा र छटपटी, ती बेचैनीका